सम्पूर्णमा नमस्कार। म किस्मत बहादुर बिक, सुदूरपश्चिम प्रदेश बाजुरा जिल्ला स्वामी कार्तिक खापर गाउँपालिका 1 स्थायी ठेगाना। हाल कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको पाथिभरा याङबरक गाउँपालिका 3 तिरिङ्गे ओदिलेमा अवस्थित श्री कुम्मकडा आधारभूत विद्यालयको प्रावि तृतीय श्रेणी शिक्षकको रूपमा कार्यरत रहेको छु। 2079 को शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र उत्तीर्ण गरेर 2080 साल को ताप्लेजुङ जिल्लामा भएको प्रावि तृतीय श्रेणीको विज्ञापनमा ताप्लेजुङ जिल्लालाई छनौट गरी खुल्लाको 2 नम्बरमा सिफारिस भएर पाथिभरा याङबरक गाउँपालिकालाई रोज्दै श्री कुम्मकडा आधारभूत विद्यालय मा आइपुगेर अहिलेसम्म शिक्षण गरिरहेको छु। यो क्रममा तपाईहरु सम्पूर्ण पढ्ने लेख्ने सम्पूर्ण साथीहरुलाई त्यसपछि 81 र 82 को विज्ञापनमा 82 को शिक्षक सेवा आयोगको विज्ञापनमा कोशी प्रदेशबाट विज्ञान विषय निभावी तृतीय श्रेणीको खुल्लाको 6 नम्बरबाट सिफारिस भएर अहिले मोरङ जिल्ला छनौट भएको छु। र यतिसम्म पुग्दा कष्टकर गर्नुपर्छ, हार्डवर्क गर्नुपर्छ, स्ट्रगल गर्नुपर्छ। यो मेहनत गर्नलाई म केही सुझावहरू यहाँहरुमाझ समर्पण गर्न चाहन्छु। साँच्चीकै सबैभन्दा पहिले त हामीले समयलाई एकदमै सदुपयोग गर्नुपर्छ। समयसँगै हामीले चल्नुपर्छ। टाइम इज नेभर वेस्ट भन्छ, समय कहिल्यै पर्खिदैन भन्छ। समयसँगै हामीले आफ्नो गति बढाउनु पर्ने हुन्छ। र अर्को कुरा रह्यो पढाइको कुरा। पढाइको शिक्षक सेवा आयोगतिर आउनलाई जीकेलाई जीकेकै रूपमा घोक्नुहोस्, शिक्षालाई सिलेबस हेर्नुहोस्, त्यो अनुसारको कन्टेन्टमा जानुहोस्, लेखेर पढ्नुहोस्, मजाले लेखेर पढ्नुहोस्। त्यसले गर्दा तपाईलाई शिक्षाको भाव बुझिनेछ। फ्याक्ट प्रश्न चाहिँ शिक्षाको हुने छैन। ऐन नियमावली संविधान त्यसरी नै पढ्नुहोस् जसरी त्यहाँ भएको शिक्षातर्फको हाइलाइटहरु छ त्यही पढ्दा पनि पुग्छ। आइक्यूलाई एकदमै जति प्र्याक्टिस गर्यो तपाईले, जति अभ्यास गर्नुभयो त्यति तपाईको आइक्यू सप्रिदै जानेछ। र अर्को रह्यो फर्स्ट पेपरकै लागि आईसीटी को कुरा छ। आईसीटी मा तपाईहरु अहिले प्रविधिको कुराहरु छ, मोबाइल चलाउनुहुन्छ, ल्यापटप चलाउनुहुन्छ, कम्प्युटर चलाउनुहुन्छ। यही चलाउनैबाट धेरै प्रश्नहरु आउने गर्छ। यो प्रश्नहरु हाम्रो प्रयोगात्मक सिपलाई बढी ध्यान दिनुभयो भने तपाईले फर्स्ट पेपर सहजै पास गर्नुहुन्छ। सेकेन्ड पेपरमा तपाई स्कुलमा कार्यरत हुनुहुन्छ भने जहिले पनि क्रियाकलापहरुलाई अवलोकन गर्नुहोस्, किताबहरुलाई राम्ररी पाठ्यजना बनाएर अनि विशिष्टीकरण तालिका शिक्षक निर्देशिकालाई मेल गरेर पाठ्यक्रमलाई एकदमै फलो गरेर तपाईले पढाउनु भएको छ भने सेकेन्ड पेपर तपाई आनन्दले लेख्न सक्नुहुनेछ। लेख्नका लागि के गर्नुहोस् भने हामीले यसरी पढेको भन्दा तपाईले जे पढ्नुभयो त्यो कुरा लेखेर पढ्नुहोस्, लेख्दै जानुहोस्, पढ्दै जानुहोस्। त्यसरी गर्दा तपाईको रिटन पेपर एकदमै बेस्ट बन्नेछ र तपाईको नाम पनि राम्रैसित शिक्षक सेवा आयोगमा दर्ज हुनेछ। र अर्को कुरा म शिक्षक प्रति यति किन चासो भयो, किन आयो भन्ने कुराहरु पनि धेरै चासोको विषय रहन्छ। म कक्षा 8 क्लास पढ्दादेखि नै मैले शिक्षक बन्नुपर्छ सोचेको थिएँ। त्यतिखेर टिचरहरु यति ट्यालेन्ट हुँदा रहेछन्, यसरी पढाउँछन्, यसरी पढाउने ठाउँमा कहिले पुगिने होला, कसरी पुगिने होला भन्ने म कक्षा 8 क्लास पढ्दा नै मैले त्यो मनस्थिति बनाएको थिएँ। त्यही मनस्थितिलाई सादर गर्दै अहिलेसम्म आएर कुनै पनि अरु आयोग नदिएर शिक्षक सेवा आयोगको पहिलै आयोगमा खुल्लाको 2 नम्बरमा नाम निकाल्ने यसरी प्रेरित भए। अहिले धेरै स्कुलहरु 2-3 वटा स्कुल भइसक्यो, स्थायी भएको पनि 2 वर्ष भइसक्यो प्रावि स्थायी। अब निभावी स्थायी हुने सिफारिस भइसकेको छ। 2-4 दिनमा नियुक्तिको क्रममा छु। यो गर्दै गर्दा विद्यार्थीहरुलाई आफूले दिएको शिक्षाको प्रतिफल आउटपुट हेर्दा मलाई साह्रै खुसी हुन्छ। आफूले पढाएको विषय 100% पास हुँदा विद्यार्थीहरु सबैभन्दा गौरव त्यो हुन्छ। आफूले पढाएको विद्यार्थी आफूभन्दा माथिल्लो लेभलमा पुगोस्,
र सम्झियोस्, सबैले चिनोस् भन्ने हुन्छ। आफूले धेरैको भविष्य निर्माण गर्दै गर्दा, धेरैको मार्गदर्शक बन्दै गर्दा आफूलाई म एकदम गौरवशाली ठान्छु र अरूलाई पनि विदेश वैदेशिक यात्रा बेरोजगार भएर विदेश छिर्नुभन्दा नेपालमै केही गरेर स्वरोजगार बन्नुहोस् भन्न चाहन्छु। र यसपछि तपाईँको 2080 साल चैत 28 गते म पाथिभरा याङबरक गाउँपालिका 3 मा अवस्थित कुम्भगढा आधारभूत विद्यालयमा अहिलेसम्म 2 वर्ष पढाएँ। मेरो यहाँको दिनहरू साह्रै राम्रो बित्यो, सुखद बित्यो। साथीहरूसँग एकदमै राम्रो, परिवारको जस्तो, भाइ बहिनीहरूको जस्तो सम्बन्ध रह्यो। गुरुआमा र गुरुहरूलाई एकदमै जिन्दगी हुँदासम्म सम्झिनेछु र विद्यार्थीहरूको पनि उज्जवल भविष्यका निम्ति मैले सक्ने मेरो बुद्धिले, विवेकले भ्याएसम्मको ज्ञान प्रदान गरेको छु। आशा छ उनीहरूको भविष्य एकदमै उज्जवल रहनेछ, उज्जवल रहोस् र भविष्यमा उनीहरूको सफलताले शिखर चुमोस् भन्ने शुभकामना दिन चाहन्छु। र यसपछिको अब मेरो कार्यक्षेत्र भनेको कोशी प्रदेशको मोरङ जिल्लामा रहनेछ। निमा विज्ञान विषयमा सिफारिस भएर त्यहाँ पनि म अध्यापनकै रूपमा रहनेछु, एउटा शिक्षककै भूमिका निर्वाह गर्नेछु। र यत्रो 2 वर्ष पाथिभरा याङबरक 3 तिरिङ्गेको श्री कुम्भगढा आधारभूत विद्यालयमा रहँदासम्म स्टाफहरूमा, विद्यार्थीहरूमा अनि अभिभावकहरूमा, गाउँ समुदायमा केही तलमाथि नराम्रो बोलिएछ, नराम्रो व्यवहार भएछ, केही गल्ती कमजोरी भएछ, तितो बोलिएछ भने यसलाई सहर्ष रूपमा बिर्सिदिनु होला। राम्रो बोलेको, राम्रो सिकाएको कुरा, राम्रो ज्ञान दिएको कुरालाई मात्रै सम्झिनु हुनेछ भन्ने आशा राख्दै म आज मिति 2082 साल माघ महिनाको 9 गते सरस्वती पूजाको दिन यस श्री कुम्भगढा आधारभूत विद्यालयले मलाई फेरि भेटौँला कार्यक्रम राखेकोमा यो विद्यालय परिवारलाई, समग्र विवश परिवार सम्पूर्णमा, विद्यालय स्टाफ परिवारमा समग्र रूपमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद।